हेलो साथीभाइहरू, मेरो नाम निरज हो र म अहिले हाल फिलहाल लन्डनमा छु र म हजुरहरूलाई यो पोडकास्टमा बताउँछु म यहाँ लन्डनमा के गर्छु र म कसरी यहाँ लन्डन आइपुगेँ। म नेपालको बासिन्दा हो र म यहाँ के गर्न लन्डन आएको छु। हजुर, तपाईँको जर्सीले नि चिनाइरहेछ तपाईँ नेपालको हुनुहुन्छ। नेपालको नेसनल क्रिकेटको के हो आइसिसी वर्ल्ड कप 2020 को नेपालको जर्सी पनि लगाइराख्नु भएको छ। त्यो जनाउनै पर्यो नि तपाईँ नेपालकै हो भन्ने थाहा भयो। अब कसरी तपाईँले आफूलाई सुरुमा परिचय गराउन चाहनुहुन्छ अडियन्सलाई? म अडियन्सहरूलाई यो भन्न चाहन्छु, यस, हेलो, माइसेल्फ निरज हरिजन फ्रम नवलपरासी, वेस्ट बडघाट सुस्ता, एन्ड अरू के भन्नु होइन, सुस्ता पनि धेरै नवलपरासी सुस्ता भन्यो, त्यो त इन्डस्ट्रियल एरियातिर पर्छ होइन। तपाईँ त्यहाँ कसरी हुर्किनु भयो, बढ्नुभयो, केही बताउन चाहनुहुन्छ? म त्यहाँ सानैदेखि कमसेकम जब 5 वर्षको थिएँ तबदेखि त्यो इन्डस्ट्रियल एरिया बन्न सुरु भएको। पहिला त त्यो थिएन के, त्यो नदमा भन्ने एउटा गाउँ छ, म त्यहीँको बासिन्दा हो। त्यहाँ धेरै 10-12वटा फ्याक्ट्री छ र त्यो मान्छे आफ्नो लोभ लालचमा त्यो आफ्नो जग्गाहरू बेचिन् कि अलि पैसा आउँछ, हामी आफ्नो घर चलाउँछौँ, घर बनाउँछौँ र त्यहीको लालचमा आएर मान्छेहरूले अनि त्यो ठिकै छ। त्यो इन्डस्ट्रियल एरिया भयो। तपाईँको स्टडी लाइफ केही भन्न चाहनुहुन्छ? जस्तै +2 यहाँबाट गरे, एसएलसी यहाँबाट गरे, केही त्यसको बारेमा जानकारी गराउन चाहनुहुन्छ? कसरी गयो त्यो +2 सम्मको चाहिँ, स्कुलदेखि +2 सम्मको केही भन्न चाहनुहुन्छ त्यसको बारेमा? म चाहिँ आफ्नो एसएलसी चाहिँ फ्युचर लाइट एकाडेमीबाट दिएको। त्यो पनि नवलपरासीमै पर्छ होइन? नवलपरासीमै पर्छ। त्यहाँ कस्तो छ त्यो स्कुल? कस्तो छ? राम्रो छ? राम्रो नै भनौँ। त्यो अब स्टार्टिङको लागि जब मैले त्यहाँ स्टार्टिङको नर्सरीदेखि 10सम्म पढेँ र प्राइभेट हो कि सरकारी हो? त्यहाँको पढाइ चाहिँ राम्रो हुन्छ र टिचरहरू पनि राम्रो छन्। म सजेस्ट गर्छु आफ्नो नवलपरासीको भाइ बहिनीहरूलाई त्यहीँ पढ्नको लागि। ठिक छ। अनि त्यसपछि एसएलसी गरिसकेपछि +2 कहाँबाट गर्नुभयो? म +2 चाहिँ न्यू होराइजन इबिएसबाट गरेको, जुन चाहिँ बुटवलमा देवीनगरमा छ। अनि त्यो +2 सकाएपछि अनि विदेश जानुपर्छ भन्ने चाहिँ सोचाइ कहाँबाट आयो? त्यस्तो मेरो सोचाइ नै थिएन के। अनि के थियो सोचाइ? मेरो चाहिँ सोचाइ यो थियो कि म नेपालमै केही गर्छु, ब्याचलर जोइन गर्छु, ब्याचलर पछि आफ्नो केही बिजनेस स्टार्ट गर्छु नेपालमा। तर मलाई त्यो कन्डिसन लागेन के, कन्डिसन कि म त्यहाँ त्यो सर्भाइभ गर्न सक्छु त्यो इन्भाइरोमेन्टमा, कि त्यो इन्भाइरोमेन्ट रहेछ कि म आफ्नो किन त्यस्तो सोचाइ चाहिँ आएन म सर्भाइभ गर्न सक्दिनँ भन्ने चाहिँ किन आयो सोचाइ? त्यहाँको त्यो यस्तो थियो कि त्यहाँको भनौँ न अब पैसाको रेटहरू, कि म केही बेच्न चाहन्छु कि मान्छे अट्र्याक्ट हुन्छ, त्यस्तो त्यो वातावरण नै छैन त्यो ठाउँमा। त्यही भएर म प्लान गरेँ कि म लागौँ न, एकचोटि विदेश लागौँ न। त्यो चाहिँ कसको थ्रुबाट यस्तो मोटिभेसन आयो कि एकचोटि जानुपर्छ विदेश भन्ने, कि सेल्फ मोटिभेसन हो? त्यो चाहिँ मेरो सेल्फ मोटिभेसन थियो। सेल्फ मोटिभेसन थियो। फ्यामिली सपोर्ट थियो कि थिएन? बाहिर जाओस् भन्ने सपोर्ट थियो कि थिएन? फ्यामिली सपोर्ट त थियो। अनि त्यसपछि कुन कन्ट्री जाने चाहिँ पहिल्यैदेखि भित्रैदेखि चाहिँ पहिला इच्छा थियो, फर्स्ट चोइस? फर्स्ट चोइस चाहिँ मेरो क्यानाडा थियो। क्यानाडा। अनि क्यानाडा एप्लाई गर्नुभयो, ट्राई गर्नुभयो? म गरेन। ट्राई नै गर्नु भएन, चोइस चाहिँ थियो तर चाहिँ ट्राई गर्नु भएन। अनि त्यसपछि चाहिँ अहिले चाहिँ कुन कन्ट्री एप्लाई गर्नुभयो? कहाँ हुनुहुन्छ अहिले? नेपालमा छु, नेपालको वासी सुरुमा इन्ट्रोमा चाहिँ भनिसक्नुभयो, हाम्रो जनताले थाहा पाइसक्यो, त्यही पनि फेरि भनिदिनु। म चाहिँ अहिले नेपालबाट यहाँ भिजा लगाएर युकेमा आएको छु स्टुडेन्ट भिजामा, र म अहिले बिपी युनिभर्सिटीमा बिएससी हन्स एप्लाइड म्यानेजमेन्ट कोर्समा पढिरहेको छु। कस्तो लागिरहेको छ कोर्स? कोर्स चाहिँ राम्रो छ। कति दिन पढाइ हुन्छ?
सबैलाई यति नै इन्ट्रेस्ट हुन्छ विदेश गइसकेपछि थोरै दिन पढ्नुपर्छ थोरै दिन त्यो गर्नुपर्छ भन्नेमा इन्ट्रेस्टिङ हुन्छ कति दिन क्लास लाग्छ कति दिन काम छ के छ तिनीहरूको बारेमा नि थोरै खुलाइदिनु न जनताहरूलाई हप्तामा चाहिँ हजुरहरूको 2 दिन क्लास हुनेछ त्यो पनि अब भनौँ न जसो जब भनौँ मन्डे र वेडनेसडे यस्तै भनौँ न हप्तामा 2 दिन काम हुन्छ र हजुरहरूले त्यो हप्तामा आफ्नो 20 आवर वर्क पर्मिट पाउनु भएको छ र त्यो गाइडलाइनमा भएर हजुरहरूले काम गर्नुपर्छ यहाँ र हामी पनि त्यही गाइडलाइनमा बसेर काम गरिरहेको छौँ यदि इलिगल कामहरू गर्यो भने के कस्तो त्यतातिर केही भन्न चाहनुहुन्छ गर्नुहुन्न भन्ने कुराहरूमा म त भन्छु जबसम्म त्यहाँ इलिगल काम नगरौँ किनभने त्यसले पिएचडब्ल्यूमा हजुरहरूलाई त्यो धेरै नराम्रो असर पार्छ आफ्नो लिमिटमा बसेर आफ्नो काम गरौँ किनभने हामी स्टुडेन्ट भिजामा आएको हौँ केही त्यस्तो अलि रुल ब्रेक गरेर हामी गयौँ भने त्यो हाम्रो लागि नै हानिकारक हुनेछ अनि सुन्नु न यस्तो पनि भन्छ यति 20 घन्टा काम गरेर लन्डन एकदम महँगो सहर छ सर्भाइभ गर्न गाह्रो हुन्छ भन्छ धेरै न्युजहरूमा धेरैले भन्छ त्यसलाई चाहिँ कसरी ट्याकल गर्न सकिन्छ त्यसमाथि ब्याचलरमा आउनु भएको छ फर्स्ट इयरको फी तिर्नु भयो सेकेन्ड इयरको फी उठाउनु पर्ने छ थर्ड इयरको फी उठाउनु पर्ने छ अब जहिले नि फ्यामिली सपोर्ट त हुन्न सबै फीहरू हैन त्यसको चाहिँ अब कसरी ट्याकल गर्ने त्यसको बारेमा केही सर्च गर्नुभएको छ तपाईले रिसर्च गर्नुभएको छ मैले रिसर्च गरेको छु जसो हजुरले त्यो गाइडलाइनमा त्यो बसेर जब त्यो 20 घन्टा काम गर्नुभयो त्यो त्यसको नै हजुरहरूले अहिले रेट चलिरहेको छ 12.71 र त्यो गाइडलाइनमा बसेर हजुरहरूले महिनाको 1000 भनौँ न 1000 जति कमाउनुहुन्छ अनि त्यो रुम रेन्ट सेन्ट सबै काटेर ट्राभल काटेर हजुरहरूको मन्थली चाहिँ सेभिङ हुने भनेको 350 हो 350 बचेपछि हजुरहरूले महिनाको त हजुरहरूको 7 महिनै भनौँ न 7 महिना 6 महिना युनिभर्सिटी हुन्छ त्यो कमसेकम त्यो 7 महिना त्यो बचाएर त हजुरको 2700 हुनेछ र हजुरहरूले 3-4 महिना त्यो फ्री टाइम पाउनुहुन्छ कि काम गर्ने त्यो 40 आवर त्यो युनिभर्सिटीले नै तोकिदिन्छ कि तिमीले काम गर्न पाउँछौ फ्री काम गर्न पाउँछौ यति बेला भ्याकेसनको बेला चाहिँ फुल टाइम गर्न पाइन्छ भनेर चाहिँ के भन्छ रे युनिभर्सिटीले चाहिँ एउटा लेटर दिन्छ टर्म लेटरमा चाहिँ मेन्सन गरिदिन्छ त्यसमा चाहिँ गर्न पायो त्यति बेला चाहिँ फुल टाइम गरेर चाहिँ अलिअलि पैसा उठाउन सक्यो हो त्यसको समस्याको समाधान चाहिँ छ अनि अरू के सल्लाह दिन चाहनुहुन्छ जो चाहिँ नेपालबाट विदेश आउने सोचमा हुनुहुन्छ उनीहरूलाई के भन्न चाहनुहुन्छ अनि तपाईले 1 वर्ष जति हुन लाग्यो लगभग हुनु भएको त छैन धेरै कुरा थाहा पाइसक्नु भयो कस्तो के हुन्छ स्ट्रगल के हो अब जो मान्छे आउन लागेको छ नेपालबाट चाहिँ म पनि जाम भन्ने हुन्छ नि विदेशमा त धेरै पैसा छ यताउता जसको सोच छ उलाई के भन्न चाहनुहुन्छ म उनीहरूलाई त यही भन्न चाहन्छु कि आफ्नो तिमीहरू जब आउँदा अलि मेन्टल्ली प्रिपेयर भएर आऊ के यहाँ जसरी मेन्टल्ली प्रिपेयर भएर आऊ भन्नुभयो कसरी के कुरामा फोकस गरेर आउने अलि तिमीहरू आफ्नो त्यो भन्छ नि अब फाइनान्शियल कन्डिसन कस्तो छ के छ त्यो हेर्नु र कस्तो साथीभाइहरू कस्तो इन्भाइरोमेन्टमा म बस्छु त्यो पनि हेर्नु कति सेभिङ गर्न सक्छु त्यो सबै सोच्नु प्रिपेयर हुनु त्यही हो अब सुरुमा आउने बित्तिकै यहाँ धेरै समस्या हुन्छ भन्छ नि समस्या त हुन्छ तर समस्याको समाधान पनि हुन्छ भन्छन् नि मान्छेहरूले एक बाटो बन्द हुन्छ भने 100 बाटो खुल्छ त्यही खोज्दै अब साथीहरू भाइसँग हेल्प लिँदै त्यस्तै गर्दै गयौँ भने अनि लन्डनमा जब पाउन धेरै गाह्रो छ भन्छ कोही मान्छे 6 महिनासम्म पाउन यतिकै बसिरहेको हुन्छ कोही मान्छे आउने बित्तिकै पाइहाल्छ हैन कोही मान्छे अब 3 महिनामा पाउँछ कोही मान्छे के हुन्छ अब लकमा डिपेन्ड हुन्छ हैन त्यसको बारेमा चाहिँ के भन्न चाहनुहुन्छ त्यसको बारेमा त्यो भनौँ न अब लकै हो के म यहाँ आउँदा त म भोलिपल्टै काम गर्न गएको त्यो सबै हजुरहरूले पनि थाहा छ अब म हेर्छु कुनै मान्छेहरू हुन्छन् 2 महिना 3 महिना त्यो बिचराहरू त्यो इन्डिड त्यो फर्मै भरेको हुन्छन् के जब इनमा त्यो फर्म भरेर आफ्नो के गर्छन् टाइम वेस्ट गर्छन्
त म भन्छु भर वेट गर, त्यसको पनि टाइम हुन्छ, 15-16 दिनपछि टाइम आउँछ त्यसको कि तिमी त्यो लायक छौ कि नाइ। र तिमी पनि डोर टु डोर जाऊ के, डोर टु डोर। युकेमा चाहिँ सुरुमा आउने बित्तिकै डोर टु डोर भयो नि खोज्नु पर्यो, खोज्नुपर्छ, त्यही म भन्न चाहन्छु। यत्तिकै घरमा बसेर भएन भन्न खोजेको। अनि त्यसो भए अनि अनलाइन धेरैले भन्छ अनलाइन एप्लाई गर्न होइन, अनलाइन राम्रो हुन्छ कि डोर टु डोर जब खोज्दा छिटो पाइन्छ? म त भन्छु हजुरहरूले दुइटै गर्नु के, एकैचोटिमा दुइटै, यता अनलाइन पनि एप्लाई गर्ने, उता डोर टु डोर पनि खोज्दै जाने। सही हो। अनि तपाईँले चाहिँ आउने बित्तिकै सुरुमा चाहिँ के गर्नुभयो? डोर टु डोर एप्लाई गर्नुभयो कि अनलाइन एप्लाई गर्नुभयो? कसरी खोज्नुभयो? सुरुमा आउँदा मेरो एउटा साथी थियो, त्यसले मलाई भन्यो कि भाइ त्यहाँ जा, त्यहाँ भ्याकेन्सी खाली छ, त्यसले राख्छ गरे। अनि म गएको, त्यहाँ कुरासुरा गरेको, अनि म त्यहाँ 1 महिना जति गरेको के। अनि कस्तो लाग्यो त्यहाँको काम? त्यहाँ के काम गर्नुभयो, कस्तो काम गर्नुभयो? चाहिँ इन्डियन रेस्टुरेन्ट थियो। इन्डियन रेस्टुरेन्टमा काम गर्नुभयो? मैले किचन एसिस्टेन्ट काम गरेको, किनभने म नेपाली हो, इन्डियन त्यो डिसेसहरू मलाई थाहा हुन्छ अलिकता। अनि त्यही हुँदा त मैले इन्डियनसँग काम गरेँ। त्यहाँ बङ्गलादेशी सेफ थिएन, तिनीहरूसँग काम गर्दै गर्दै मैले डोर टु डोर मैले पनि खोजेको, डोर टु डोर। अनि खोजेँ, म हाइबरीतिर गएँ। त्यहाँ हाइबरी भन्ने कहाँ पर्छ? लन्डनमा पर्छ कि आउटसाइड पर्छ कि के पर्छ? हाम्रो जनतालाई थाहा छैन। इनसाइड नै पर्छ। इनसाइडमा एउटा ठाउँ छ, त्यसको नाम चाहिँ हाइबरी हो। हुन्छ, हाइबरी। त्यहाँ मैले डोर टु डोर खोजेको। अनि त्यहाँ डोर टु डोर खोज्दा मैले 1 दिनमै काम भेटाएँ कि। त्यहाँ यति रेस्टुरेन्टहरू छ, अनि मसँग एक्सपिरियन्स पनि थियो 1 महिनाको। अनि त्यो भने मैले कि यस्तो यस्तो हो। अनि त्यसले मलाई त्यो भन्छ नि ट्रायल दिएको, ट्रायल पनि अब निकालेँ राम्रोसँग। त्यही अब भनौँ न, लकमा डिपेन्ड पर्यो। अहिले के छ तपाईँको स्वास्थ्य अवस्था यताउता? अहिले स्वास्थ्य अवस्था त राम्रै छ, अब पछि थाहा भएन। होइन, अब सबै ठिक छ होइन। अब भर्खरै चाहिँ भन्नुभयो, त्यसलाई एकचोटि समरीमा जनतालाई बुझाइदिनु न। नेपालबाट आएदेखिको यहाँसम्मको छोटो जर्नी चाहिँ आजको लागि यति भनिदिनु। हजुरहरूलाई म यति भन्न चाहन्छु कि आउँदै हुनुहुन्छ, राम्ररी आउनुहोस्। र हजुर यहाँ पढ्न आउनुभएको छ, पढ्नुहोस्, काममा पनि फोकस गर्नुहोस्। हजुरलाई युनिभर्सिटीले टाइम दिन्छ कि तिमीहरू यति यति टाइम दिएछु, तिमीहरू यति टाइम म तिमीहरूले त्यो निकाल्न सक्छौ आफ्नो युनिभर्सिटी फी। अनि त्यो पनि हो कि अब तिमीहरू अहिले लोन लिएर आएको छौ, त्यो पनि त्यसले त्यो बापत PSW दिन्छ, त्यसले 8 महिनाको, त्यसमा निकाल्न सक्छौ। र यो युकेको यस्तो छ कि त्यसले अब हुन्छ नि, तिम्रो त्यो सबै फ्यामिली ब्याकग्राउन्ड हेरेर बोलाएको हुन्छ कि। तिमीहरूले आफै भनेको हुन्छौ कि मेरो बाले यो गर्छ, मेरो आमाले यो गर्नुहुन्छ, त्यो बापत त्यसले बोलाएको हुन्छ कि। त्यो भन्दैन कि सबै स्टुडेन्टलाई कि आऊ, त्यसले भन्छ कि तिमीहरू यदि योग्य छौ अनि आऊ, तिमीहरूसँग अलि त्यो भन्छ नि मनी छ, सबै छ, तिमीहरू त्यो ब्याकग्राउन्ड पनि हेर्छ कि त्यसले। अनि कोही सपोर्ट ब्याकग्राउन्डमा गर्छ कि नै, त्यो हेरेर त्यसले बोलाउँछ। र आजको लागि यति नै थियो मेरो भन्न चाहन्छु। हस्, धन्यवाद। यहाँ सानो हाम्रो जनतालाई जानकारी दिनुभएकोमा, कस्तो हुन्छ लाइफ युकेको यताउता, खुसी लाग्यो। फेरि पनि यसरी नै नेक्स्ट पोडकास्टमा पनि आउँदै गर्नु होला। आजको लागि यति। थ्याङ्क यू। हस् त, नमस्ते।